स्थानमा वृद्ध आमा बुवा अशक्त दाजुभाइ दिदीबहिनीहरू थुप्रै हुनुहुन्छ। कृपया यसरी असहज गर्दाखेरि उहाँहरूप्रति पनि असहजीकरण हुन जाने भएको कारण कृपया सहजीकरण खुलाइदिन म अनुरोध गर्दछु। यथा स्थानमा हामी संयम भएर सहजीकरणको बाटो खुलाइदिन म अनुरोध गर्दछु। आदरणीय पार्टी सभापतिज्यूलाई अगाडि आउने वातावरण बनाइदिन म सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ दिदीबहिनीहरूमा विनम्र अनुरोध गर्दछु। कृपया बाटो खुलाइदिन अनुरोध गर्दछु। गाडीको अगाडिको साथीहरूले बाटो खुलाइदिन अनुरोध गर्छु। गाडीको अगाडिपट्टि रहनुभएका साथीहरू कृपया बाटो खुलाइदिन अनुरोध गरे। पत्रकार मित्रहरू तपाईहरूले पनि सहजीकरण गरिदिन अनुरोध गरे। पत्रकार मित्रहरू छेउमा आइदिन अनुरोध गरे। सबैभन्दा पहिला पत्रकार मित्रज्यूहरू बाटो खुलाइदिन अनुरोध गर्दछु। सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू कृपया सम्पूर्ण व्यक्तित्वहरूले संयम भएर बाटो खुलाइदिन अनुरोध गर्दछु। त्यो गाडीको नजिक नआइकन संयमित भएर बस्दिन अनुरोध गर्दछु। कृपया गाडीबाट बाटो खुलाइदिन अनुरोध गरे। यसरी घुइँचो नगरिदिन अनुरोध गर्दछु। घुइँचो आकेका लागि कृपया घुइँचो नगरिदिन अनुरोध गर्दछु। ऱ्याटको साथीहरू सबैजनालाई पछाडितिर धकेलिदिन अनुरोध गरे। ऱ्याटको साथीहरूले बिस्तारै उहाँहरूलाई पछाडि जान अनुरोध गरे। कृपया बाटो खुलाइदिन। यहाँ अगाडिपट्टि रहनुभएका साथीहरू गाडीका लागि बाटो खुलाइदिन अनुरोध गरे। बाटो खुलाइदिन अनुरोध गरे। हाम्रो सभालाई उहाँले सम्बोधन गर्ने सहज वातावरण सिर्जना गरिदिन म अनुरोध गर्दछु। कृपया सहज वातावरण सिर्जना गरिदिन अनुरोध गर्दछु। यो मञ्चको अगाडिपट्टि रहनुभएका सबै व्यक्तिहरूलाई यताउता लागिदिन अनुरोध गरे। कृपया मञ्चको अगाडिपट्टि रहनुभएका व्यक्तिहरू छेउतिर गइदिन अनुरोध गरे। मञ्चको अगाडिपट्टि रहनुभएका व्यक्तित्वहरू यतापट्टि भइदिन अनुरोध गरे।